आफ्नो चप्पल मैले चाहिँ भेटेर लगाइसकेको थिएँ। अनि मैले भनिरहेको थिएँ कि खुट्टा भयो जुत्ता कति कति भन्नेहरूलाई के थाहा, आफ्नो चप्पल हराएर नभेटाउँदाको पीडा भनिरहेको थिएँ। अब यति धेरै चप्पलमा अब जसको पनि खुट्टा छ भन्दैमा जसको पनि जुत्ता लगाएर हिँड्न त मिलेन, चप्पल लगाएर आफ्नै खोज्नु पऱ्यो। यो चाहिँ सेल्फी स्टिकबाट पहिलोचोटि भिडियो बनाइरहेको छौँ हामीले। नानीले चाहिँ अनलाइन अर्डर गर्नुभएको रहेछ सेल्फी स्टिक, मतलब स्ट्यान्ड हुन्छ नि, त्यो राखेर पनि भिडियो बनाउन मिल्ने अनि यस्तै सेल्फी खिच्न पनि मिल्ने त्यस्तो टाइपको गर्नुभएको रहेछ। अहिले चाहिँ हामीले अग्लो बनाएको छौँ अहिले चाहिँ। अनि अहिले मन्दिरमा खाना थियो, भाइना बिचको मन्दिरमा खाना थियो। अनि खाना खान जानको लागि रेडी भइरहेको थियौँ। अनि बाहिर लगाएर अनि पछि कपाल मिलाइरहेको थिएँ। मलाई चाहिँ अलिक अनकम्फर्टेबल भयो, मिलेन। अनि म चाहिँ भित्र दराजमै ऐना हेरेर गर्छु भनेर म चाहिँ गएँ। अनि चाहिँ आफ्नै पारामा क्या एक्लैलाई चाहिँ एकदमै लामो थियो, मैले चाहिँ यसलाई फास्ट मोसन गरेर छोटो बनाएको हो। अब एक्लै आफ्नै पारामा हुन्छ। अनि ठ्याक्क भान्जाएर अनि मम्मी बाहिर निस्किनुहुन्छ। अनि के हो त्यहाँ के भइरहेछ भन्नुहुन्छ। अनि नानीले भनिदिनुहुन्छ त्यो चाहिँ यस्तो यस्तो हो, फोटो खिच्न पनि मिल्ने, भिडियो बनाउन पनि मिल्ने है, यस्तो यस्तो भनेर सम्झाइराख्नु भएको थियो। अनि अब जाने भयो नि सामान राख्ने भनेर अनि सामानहरू राख्नुभयो। फेरि मम्मीले पनि कपाल मिलाउनु भयो। अनि औँठी लाउनु भएको रहेछ, औँठी देखाउनु भयो। अनि म चाहिँ कपाल मिलाएर अनि बाहिर आएँ। अनि अब जाने भयो। अब तालासाला लगाएर निस्किसक्यो। अब सबैजना अब जाऊँ भनेर अब जान लाग्यौँ। अब गएँ ल भाइ ल भनेर अनि फेरि बाहिर आयौँ। अनि बाहिर चाहिँ घरको बाहिर गल्लीमा आइसक्यौँ। अनि भान्जा चाहिँ कुत्रु 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 हिँड्नु भएको छ, स्मार्ट बनेर हिरो भनेर। अनि बाटोमा आयौँ। अब बाटोमा आइसक्यौँ, गाडीहरू आइरहेको हुन्छ, भान्जाको हात पक्र्नुपर्छ। अनि नानी म मम्मी भान्जा भएर अनि यहाँ चाहिँ मन्दिरमा आइसकेपछि चाहिँ यति धेरै भिड थियो, यति धेरै मान्छे लाइन भनेपछि त हेर्नुहोस् कति धेरै मान्छेहरू हुनुहुन्छ पूजा गर्नको लागि। खाना पूजा गरिसकेर चाहिँ खाना खाने हो। अनि त्यही भएर हामी चाहिँ पूजा गर्न लाग्छौँ पहिला। अनि मान्छेको एकदमै भिड छ मान्छेहरू पूजा गर्नलाई। हामीले पनि पूजा गऱ्यौँ। म भान्जा पनि आफ्नै पारामा हुनुहुन्छ, मम्मीको पछाडि अगरबत्ती पकाउन दिएको थिएँ मैले। अनि पछि हामीले नि पूजासुजा गऱ्यौँ। अनि बाहिर आएर भर्खर मलाई लुगा लागिहाल्यो। अनि बाहिर आएर प्रसाद सरसाद खायौँ, सबैजनाले प्रसाद खायौँ। अनि त्यसपछि फेरि बाहिर आएको थियौँ। अनि अब खाना खाने ठाउँ फेरि यता छ। अब खाना खान जाऊँ भने त भान्जाले तल बालुवा फिलाउनु जाने, पानी फिलाउन जाने भनेर भन्दै मान्नु भएको थिएन। मम्मीले भान्जालाई लिइराख्नु भएको छ तल गएर। अनि अब अँध्यारो पनि हुन लागिसक्यो। अब लाइन बसेर पूजा गऱ्यौँ। अनि त्यसपछि त्यहाँ भान्जा पनि मान्नु भएको छैन। अब खाना खान जाऊँ भनेको। अनि अब खाना खाने ठाउँमा पनि लाइन थियो। हामी अलिक छिटो रहेछौँ, त्यही भएर हामीले अलिक छिटो पालो पायौँ। त्यहाँको अब पछिसम्म भन्नुहुन्छ अहिले त भर्खर सुरु थियो है, हामी पनि छिटो पाइहाल्यौँ। त्यहाँ चाहिँ लाइनमा छौँ। अनि लाइन बस्छौँ। लिएर खाइसके पछाडि चाहिँ त्यहाँ चाहिँ हात धुने ठाउँ चाहिँ मलाई एकदम राम्रो लाग्यो। एक दिनको लागि भए पनि एकदम राम्रो सेटअप गरेर रहेछ क्या। अनि फेरि खाइसकेर हामी बाहिर निस्क्यौँ। बाहिर निस्किँदा बाहिर एक्जिट चाहिँ यताबाट बनाएको रहेछ, एकदम राम्रो बनाएको रहेछ। अनि यताबाट हामी एक्जिट भयौँ। अनि बाहिर निस्केपछि अनि फेरि अब चप्पल खोज्ने बेला भयो। अनि हामी पुग्दै रहेछौँ। अनि यहाँ चाहिँ चप्पल हामीले चप्पल पनि कति धेरै छ। यो त एक ठाउँको हो, उता अर्को ठाउँको, यो चाहिँ खाना खाने ठाउँको हो, यो पूजा गर्ने ठाउँको अलिक धेरै छ अझै पनि। अनि यहाँबाट पनि आफ्नो चप्पल लिएर अनि फेरि हामी अब घरतिर आउन लाग्यौँ। अब बाटोमा अब मान्छे देखाइरहेको छ भने चाहिँ यति धेरै मान्छे। अनि ममा चाहिँ प्रसाद बिर्सनु भएको रहेछ तल। फोटो खिच्ने बेला हामीले फोटो पनि क्लिक गरेको थियौँ। त्यहाँ फोटो खिच्ने ठाउँ पनि राम्रो थियो। मैले चाहिँ त्यो फोटो ल्याउन बिर्सेछु। म लास्टमा देखाइदिन्छु त्यो फोटो, हामीले क्लिक गरेको फोटो, त्यो सिन्स चाहिँ म लास्टमा राख्छु। अनि मम्मीले भेटाउनु भयो। अनि मम्मीले भेटाएपछि लिएर आउनु भयो। अनि अब हामी चाहिँ घर आउन लाग्यो। त्यहाँ मान्छे देखेर चाहिँ म त होपलेस भएको थिएँ। अनि होपलेस भएको थियो त भन्न मिल्दैन।